यति बेला हामी माडी टर्की फार्ममा छौँ। सानै पनि माडी टर्की फार्ममा छन्। हाम्रो एकदम यतातिर पुरै लुइँचेहरू आउँछ जङ्गलमा। आज चाहिँ करा रहेनछ, नै पनि सधैँ जसो लुइँचे कराउँछ। अब फेरि कालिज राखेपछि फेरि कालिज आउन थाल्छ। फेरि हाम्रो माडी टर्की फार्मबाट भित्र छिरिसके पछाडि हाम्रो कुकुर पाल्ने खोर, हाम्रो बस्ने घर कटेज, हाम्रो यो फार्म चाहिँ खत्रै ठुलो छ। अनि उता छ एउटा फार्म मैले बनाएको बग्गी, अहिले चाहिँ चलाइएको छैन, हावासावा गर्छ। यसको पछाडि चाहिँ सामान बोक्नलाई बनाएको यो चाहिँ एउटा केही प्लाइस लगाइराख्नुपर्छ। त्यसपछि अर्को फार्म यता छ। यहाँ चाहिँ टक्क बस्ने खाने रमाइलो गर्ने यस्तो छ हाम्रो चाहिँ। तरकारीहरू एउटा सानो परिवार जसले चाहिँ मलाई एकदमै धेरै पैसा चाहिँदैन। म नर्मली यहाँ बसेर मेरो परिवार पाल्छु र परिवार पालिसके पछाडि उनीहरूसँगै मैले यहाँ जीवन बिताउँछु। मलाई ठुलो सपना देख्नु छैन भन्ने हिसाबको सोच गर्ने मान्छेको लागि हाम्रो माडी टर्की फार्म जस्तो ठाउँ बनाएर बस्न चाहिँ अत्यन्त रमणीय हुन्छ। किनभने महिनामा 30-35 हजार कमाउनको लागि विदेशै जानुपर्छ भन्दा पनि नेपालमै केही गर्छु भन्ने मान्छेहरूलाई चाहिँ यति जग्गा, आफ्नै बारी, आफ्नै ठाउँ, आफ्नै स्थानमा यत्रै दुईटा खोर बनाउने, अलिअलि लगानी चाहिँ थोरै सुरुमा त गर्नै पर्छ हैन। बिस्तारै गर्ने, पहिला सानो खोरबाट निर्माण गरेर गर्ने, तरकारीहरू रोप्ने हैन। त्यसपछि गएर खोरमा कुखुराहरू हाल्ने, लोकल कुखुराहरू, मजाले बस्ने आनन्दको लाइफ, आफूलाई एउटा पोजिटिभ भाइब्स दिएर बस्नको लागि चाहिँ मजै आउँछ। हाम्रो चाहिँ फार्म हो, फार्ममा पुरा यो घर हो। घरमा चाहिँ पुरै बारदली सहितको एकदम कटेज टाइपको घर। होमस्टे नै गराउँ भन्न पनि मिल्ने खालको टक्क हाम्रो फार्म। यस्तै गरी चाहिँ फार्म गरेर बस्नलाई चाहिँ आनन्दित हुन्छ, मनै लोभ्दिन्छ हैन। र जङ्गलको छेउमा टक्क उता चाहिँ खेतहरू छन् हैन। यो खेतहरू यसरी अगाडि गएको छ थुप्रो। यो माडी फाँट हो। माडी फाँटको एउटा कुनामा चाहिँ टक्क हाम्रो फार्म छ। केराहरू छ हामीसँग थुप्रो, बिरुवाहरू। यसरी चाहिँ तरकारी खेती गर्ने, कुखुराहरू पाल्ने, एउटा जीवनलाई चाहिँ, आफ्नो जीवनलाई चाहिँ आनन्दित गराउने। धेरै एकैचोटि मलाई महिनामा 2-3 लाख रुपियाँ चाहियो भन्ने मान्छेलाई त यसरी फार्ममा बस्न टिक्दैन हैन। नाइ भने चाहिँ यस्तै फार्म गरेर बस्ने, आनन्दित, आफूलाई चाहिँ धेरै उतार चढाव नगराउने हैन मान्छेको लागि चाहिँ अत्यन्त रमाइलो पनि हुन्छ। आफ्नो परिवारसँग सँगै पनि बस्नु पाइयो, केटाकेटी स्कुल पढाउन नि सकियो। अनि उनीहरूलाई चाहिँ केटाकेटीलाई स्कुलमा हालेर आफूले चाहिँ दैनिक जीवन चलाएर चाहिँ आफ्नो लाइफलाई चाहिँ मजाले चलाउन सकिन्छ। यो हरेक ठाउँमा हरेकजनासँग आफ्नो फार्म गर्न मिल्ने बारीहरू सबैसँग छ। उहाँहरूलाई चाहिँ मेरो सुझाव, उहाँहरूले चाहिँ आफूले फार्म गर्नको लागि भनेर आफूसँग बारी छ, बारीमा मजाले सानातिना खोर बनाउने, जस्तै कटेजहरू बनाउने हैन। टक्क लाएर मजाले बस्ने, सानोबाट स्टार्ट गर्ने, 150-200 लोकल चल्लाबाट स्टार्ट गर्ने, अलिअलि तरकारी रोप्ने। पहिलो वर्ष धेरै पनि तरकारी नलगाउने, एकैचोटि लगाउँदा पनि तनाव हुन्छ। आनन्दले बिस्तारै सिक्दै गऱ्यो भने चाहिँ अत्यन्त रमाइलो हुन्छ साथीहरू। तपाईहरू पनि फार्म गर्नुस्। विदेश जानलाई पासपोर्ट वहाँ काठमाडौँ दिएर त्यसपछि भिजै लगाइदिन्नन्। अचाल त दुबई जान पनि दुःख छ। त्यसले गर्दा नेपालमा बसेर केही गर्छु भन्नका लागि आनन्दले चाहिँ नि तपाईहरू फार्म गरेर बस्न सक्नुहुन्छ।
केही परामर्श चाहियो भने पनि भन्नु होला, हामी पूर्ण रूपमा सिकाइदिन्छौँ। चाहे झापाको मान्छेलाई पनि सिकाउँछौँ, हामी धनगढीको मान्छेलाई पनि सिकाउँछौँ। भनेको नेपालभरिका हरेक किसानलाई हामीले सिकाउँछौँ। हामीले गरेको कुरा, जानेको कुरा मजाले सिकाइदिन्छौँ। तपाईँले चाहिँ यसरी गर्न सक्नुहुन्छ।